गर्नेले गाली गरे, लाउनेले उखान लगाए, काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर। गर्नेले गाली गरे, लाउनेले उखान लगाए, काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर। कलेटी परेका सन्तानको ओठ भिजाउने सपना बोकेका त्यो पितालाई सोध्नु पर्ने थियो, किन कुम्लो बोकेर ठिमीतिर हिँड्यौ भनेर। पिठ्युमा नाबालक बोकेकी एकल आमालाई, पाका रोगी बाबुआमाको अभिभारा बोकेको सन्तानलाई, भोको पेटको गुजारा नचलेका सडक पेटी बासीलाई सोध्नु पर्ने थियो, चपाचोमा के पाए, नासननी पमाननीले के दियो। आधा रातमा तरकारी बोकेर आउने दुवाकोटेदेखि, दुवाकोटको धेरैले बोडेमा तरकारी बेच्न आएको मलाई सानैदेखि मैले सुनिराखेको थिएँ। आधा रातमा तरकारी बोकेर आउने दुवाकोटेदेखि हात हल्लाउँदै आउनेसम्म सबैको स्वागत गर्छ यो भोको पेट भर्छ। श्रम सिपले युक्त कलाले पोख्त, श्रम सिपले युक्त कलाले पोख्त, जाँगरले भरिपूर्ण जिउँदो श्रम सिप कला सङ्ग्रहालय थिमी हुन धेरैले थिमिधाए। काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर भन्दै गाली खाए होलान्। धेरैले थिमी धाए होलान्। काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर भन्दै गाली खाए होलान्। आज पनि थिमी धुप बाटिरहने, बत्ती काटिरहने, माटाका भाँडा सुकाइरहने, धनिया प्याज अनि विभिन्न हरिया सागको मुठा बाँधिरहने क्रियाशील कर्मठ हात सहित छ, क्रियाशील कर्मठ हात सहित छ। धन्यवाद।